नमस्ते, 안녕하세요। आज हामी कोरियन भाषाको डे 6 यानि कि 6औं दिनमा छौँ, जुन आज हामी यस शब्दलाई ब, प र फ तीनैवटा कुन कुन अवस्थामा प्रयोग गर्छौँ भन्ने कुरामा उच्चारण गर्न सिक्नेछौँ। उच्चारणको यो शब्द हामीले पहिलो पाठमा पनि पढिसकेका छौँ। जुन हामीले पढेका छैनौँ भने साथीहरू पहिलो पाठ पनि पढ्नुहोला। कुनै पनि शब्दको सुरुमा आयो भने यसलाई हामी के भन्छौँ? फ भनेर प्रयोग गर्नेछौँ। जस्तै फ, आ, फा, द, आ, दा भनेर पहिल्यै पढिसकेका छौँ, जसलाई हामी फादा भन्छौँ। फादा, फादालाई हामी नेपालीमा समुद्र भनेर बुझ्नेछौँ। फादा सुरुमा आएको भएर हामीले फादा फको प्रयोग गर्यौँ। अर्को, यस शब्द कुनै पनि अवस्थामा तल झुन्डिएर आएको छ भने हामीले कुनै पनि शब्दको तल झुन्डिएर आएको छ भने प भनेर पढ्नु पर्दछ। प भनेर पढ्नु पर्दछ। जस्तै इ, प, इप, यसलाई हामी इप भन्छौँ र आधा प्रयोग गर्नेछौँ, किनकि हामीले यसलाई आदि उच्चारण गर्नुपर्छ। भवेल साउन्ड, यसमा भवेल साउन्ड जोडिएर आएको छैन, स्वर वर्ण जोडिएर आएको छैन भने आधा प्रयोग गर्नेछौँ, त्यसैले इप भन्छौँ। इपलाई हामी मुख भन्छौँ। अर्को, जस्तै छ त, यसलाई हामी छ भन्छौँ, जुन पहिले पढिसकेका छौँ। छ पनि भन्छौँ र त पनि भन्छौँ। र छ कुन अवस्थामा प्रयोग गर्छौँ र त कुन अवस्थामा प्रयोग गर्छौँ त? छिप, जुन आधा प्रयोग हुन्छ, जसमा भवेल साउन्ड जोडिएको छैन, स्वर वर्ण जोडिएको छैन। छिप, जसलाई हामी घर भन्छौँ। बोल्दाखेरि हामी चिप भन्छौँ, तर लेख्दा छिप भनेर लेख्छौँ। चिप, जसलाई हामी घर भन्छौँ, जुन पको प्रयोग भयो। तल झुन्डिएर आएकोलाई प भनिन्छ। र तेस्रो, कुनै पनि शब्दको बिचमा र कुनै पनि शब्दको बिचमा र अन्त्यमा आयो भने हामीले यसलाई बको प्रयोग गर्छौँ। प भनेर भन्छौँ। जस्तै आ, ब, जी, आबजी। आबजी भनेको के हो? नेपालीमा हामीले बुबालाई आबजी भन्छौँ। आबजी, आबजी, आबजीलाई बुबा भन्छौँ, जुन बिचमा प्रयोग भएको छ, त्यसैले बको प्रयोग गर्यौँ। आबजी। आजको भिडियोमा ब कहाँ आउँदा के हुन्छ भन्ने सिकियो। ब कुन अवस्थामा बिचमा आउँदा के हुन्छ, अन्तिममा झुन्डिएर आउँदा के हुन्छ र सुरुमा आउँदा के भनेर प्रयोग गरिन्छ भन्ने कुराहरू हामीले सिक्यौँ आजको भिडियोमा। साथीहरू, थ्याङ्क यू।